आज कुरा गरौँ भलिबलको पारखीहरूको र त्यसै गरी नेपालमा पहिलोपल्ट हुन लागेको भलिबलको फ्रेन्चाइज लिगको। आज चर्चा गरौँ यो फ्रेन्चाइज लिगमा के हुन्छ र के छ त अपडेटहरू र खेल हुने मिति के छ, लाइभ केबाट आउँछ, त्यसै गरी कुन कुन टिम सहभागी छन् लिएर सम्पूर्ण नेपाल भलिबल लिगको जानकारी यस भिडियोमा दिएको छ। कृपया पुरा हेर्नुहोला र आफ्नो जानकारी बटुल्नुहोला। त्यसै गरी हामीलाई सब्सक्राइब गरेर जोडिन भने नभुल्नुहोला। र धेरै टाइम पास नगरौँ, सुरु गरौँ आजको यस जानकारीबाट। र जानकारी अनुसार सुरु गर्ने हो भने सबैभन्दा सुरुमा कुन कुन टिम सहभागी छन् त्यसबारे चर्चा गरौँ। र कुन कुन टिम सहभागी छन् हामीले चर्चा गर्नुपर्दा नेपाल भलिबल लिग अर्थात् एनबिएलमा 6वटा फ्रेन्चाइज टोली रहेका छन् र यो टोली सार्वजनिक हुँदै गर्दा उक्त टिममा सगरमाथा स्म्यासर, मधेस वारियर, काठमाडौँ रेड, अन्नपूर्ण स्पाइकर किङ, कर्णाली शिवराज र खप्तड फाल्कन रहेका छन्। टिमको बारेमा त मैले चर्चा गरि नै सकेको छु। अब भने पालो रहेको छ मार्की प्लेयरको। र मार्की प्लेयर अन्तर्गत कुन टिममा कुन कुन मार्की प्लेयर छन् त्यो पनि अफिसियली अनाउन्सबाट हामीले पत्ता लगाउन सक्छौँ। यसमा सगरमाथा स्म्यासर्समा हरि हजुर थापा रहेका छन् र त्यसै गरी मधेस वारियरमा हेर्ने भने रबिन नगरकोटी रहेका छन् र काठमाडौँ रेड्समा हेर्ने भने सुनिल बोहराले सम्हालिरहेका छन्। त्यसै गरी अन्नपूर्ण स्पाइकर किङ्समा हेर्ने भने हिमाल सुनारीले सम्हालिरहेका छन् र कर्णाली शिवराजमा हेर्ने भने पहल गहतराजले सम्हाल्नेछन् र अन्तिममा रहनेछ खप्तड फाल्कन। खप्तड फाल्कनलाई भने धीरज बस्नेतले सम्हाल्नेछन्। र यो त भयो हाम्रो मार्की प्लेयर सम्बन्धी जानकारी। अब खेल हुने तालिकालाई हेरौँ। र खेल हुने तालिकालाई हेर्ने भने अहिलेसम्म कन्फर्मेसन कतैबाट पनि आएको छैन, तर सम्भवतः अगस्त 20बाट हुन सक्ने एउटा सम्भावना देखिन्छ र त्योभन्दा अगाडि वा पछाडि डेट भएमा हामी जानकारी गराउनेछौँ। र प्रत्यक्ष प्रसारणको कुरा गर्ने हो भने कान्तिपुर म्याक्स एचडीले अहिलेसम्ममा सम्पूर्ण कुराहरूको लाइभ दिँदै आएको छ। यसको अक्सनदेखि लिएर सबै कुरालाई जिम्मा लिएको थियो भने अबको समयमा लाइभ खेलको पनि पक्कापक्की जिम्मा लिन सक्छ। र यदि कान्तिपुर म्याक्स एचडीबाट नआएमा हामी जुनबाट लाइभ आउँछ त्योबाट देखाउन सक्छौँ। त्यसै गरी तपाईँहरूले हाम्रो खेलकुद सञ्जालको फेसबुक पेजदेखि लिएर हाम्रो युट्युब च्यानललाई फलो गर्नुभयो भने यस्ता अपडेटहरू आउँदै गर्नेछन्। हामीलाई सब्सक्राइब गरेर जोडिन नभुल्नुहोला।